नमस्कार साथीहरू, स्वागत छ आजको भिडियोमा। आज हामी ल्याएका छौँ एक विशेष अपडेट। त्यो इन्टरनेसनल क्रिकेट ग्राउन्डको निर्माण कार्य सुरु भइसकेको छ। यो नेपाल क्रिकेटका लागि एक ऐतिहासिक पाइलो हो र यो मैदान काठमाडौँको कीर्तिपुरमा अवस्थित छ। अहिले निर्माणको सुरुवात भइसकेको छ। माटो सम्याउने काम, प्रारम्भिक संरचना बनाउने काम र सरसफाइका प्रक्रियाहरू चलिरहेका छन्। नेपालमा क्रिकेटको लोकप्रियता दिनदिनै बढ्दो छ र यस्तो अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माण हुनु अत्यन्तै सकारात्मक कुरा हो। यो मैदान भविष्यमा अन्तर्राष्ट्रिय खेलहरूको आयोजना गर्न सक्ने क्षमताको हुनेछ। हालका दृश्यहरू हेर्दा त लाग्छ काम बिस्तारै भए पनि योजनाबद्ध रूपमा अघि बढिरहेको छ र निर्माणमा केही चुनौतीहरू हुन सक्छन्, तर यस्ता परियोजनाहरूले नेपाल खेल क्षेत्रमा ठूलो योगदान पुर्याउनेछन्। हेर्नुहोस्, यहाँ चारैतिरको सुन्दर दृश्य, पहाड, हरियाली अनि खाली भूभाग। यहाँ हेर्नुहोस्, खन्ने काम भइरहेको छ। यहाँ यता माथिहरू हामीहरू पनि हेर्न आछौँ, काम भइरहेको छ। हामी पनि गएका छौँ आज क्रिकेट ग्राउन्ड कस्तो बन्दैछ भनेर हेर्न गएका थियौँ। आज हामीहरू पनि राम्रै बन्दैछ। देश काम तीव्र गतिमा भइरहेको छ। खुसी लाग्यो। छिट्टै अब ग्राउन्ड बन्नेछ। अर्को एनपिएलको लागि तयारी राम्रै हुँदैछ। धेरै साथीहरू गएको थिए आज क्रिकेट ग्राउन्ड कस्तो बन्दैछ भनेर। अब हामी नजिक जाँदैछौँ। अहिले काम सुरु भएको छ। केन्द्रीय क्षेत्र यही हो। जमिन सम्याउने, लेभलिङ र ग्राइन्डिङ भइरहेको छ, जसले भविष्यको पिच स्ट्यान्डको आधार तय पार्छ। निर्माण कार्य निकै तीव्र रूपमा अगाडि बढिरहेको छ। पिच स्ट्यान्ड, फ्लोर लाइट अनि अन्य सुविधाहरूको विकास हुँदैछन्। तपाईँले हेर्दै गर्नुभएको यो फुटेजले स्पष्ट देखाउँछ अबको केही महिनामै मैदान तयार हुनेछ र हामी आशा गरौँ कि निर्माण छिट्टै पूर्ण होस् र नेपालले एक नयाँ खेल मैदान पाओस्। तपाईँलाई यो अपडेट कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। यदि यस्ता जानकारीमूलक भिडियोहरू मन पर्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।